हेलो गाइज वेलकम टू मिशा ब्युटी एन्ड ब्लग। सो आज चाहिँ कति दिनपछि चाहिँ मैले ब्लग बनाउँदैछु। सो ब्लग पनि के बनाउनु कन्टेन्ट छैन भनेर पानी एकदम डरलाग्दो परिरहेको छ। तर यस्तो पानी झरीमा पनि मैले चिसो पानीले नै नुहाएँ। सो मैले यहाँ आलु काटिसकेको छु एन्ड देन म तपाईँहरूलाई आटा अब चाहिँ बनाउँछु म तरकारी। साडी चाहिँ म रेडी भइरहेको छु। अब रेडी भएर जान आँटेको छु किनभने मेरो चाहिँ आरसिटी छ। त्यही कारण आरसिटी चल्दैछ। 2 सेसन भयो। अब यो चाहिँ आई थिंक लास्ट हो कि त्यो चाहिँ थाहा भएन। तपाईहरुलाई थाहै छ आरसिटी कस्तो पेन हुन्छ भनेर जानु त मनै छैन। यस्तो डरलाग्दो पेन हुन्छ बट पछि पेन हुँदैन नि अहिले आरसिटी गर्यो भने। सो त्यही कारण जान आँटेको छु। पहिला चाहिँ म क्यान्टिन जान्छु खाना खानु, त्यसपछि खाना खाएर चाहिँ आरसिटी गर्न जान्छु किनभने आरसिटी गरिसकेर चाहिँ खाना खानै सक्दैन। सो नो सो गाइस म चाहिँ आरसिटी गरेर आएको। आज त मेरो फाइनल थियो। सो नेपालमा चाहिँ आरसिटी गरेको 6000 लाग्यो। अन्त स्केलिङ गरेको 3000। अन्त मेरो एक दुईवटा भन्दा पनि 3टा फिलअप गरेको एउटाको 2000 लाग्यो। सो भोलि या पर्सि बोलाएको छ क्राउनको लागि। सो क्राउनको लागि चाहिँ या फिर 15000 या फिर 6000 दुईटा छ भनेको छ। सो भोलि या पर्सि जान्छु। फाइनली मेरो आरसिटी सक्यो। मैले चाहिँ लुगा भिजाएर आएको छु। बस म चाहिँ इन्डियाको चिज लिएर आएको छु। कस्तो लेसको याद आयो। इन्डियामा यो 5 रुपिस 5 या 10 रुपिस 5 रुपिस होला। यो लेस चाहिँ मेरो बेस्ट हो। इन्डियामा त 20 मा यत्रो प्याकेटको पाउँछ। हाइड एन्ड सिक यो पनि इन्डियाकै हो। म चाहिँ सुगर चाहिँ खाँदिनँ तर आज चाहिँ पुरा यो बिस्किट खानु मन पर्यो। मान्छेहरूले भन्छ म स्किनको लागि चाहिँ सुगर नखाएको भनेर। स्किनको लागि पनि हो तर सबसे इम्पोर्टेन्ट आफ्नो हेल्थको लागि हो। सुगरले चाहिँ यस्तो हेल्थ बिगार्छ तपाईहरुलाई थाहै छैन। त्यो मैले यस्तो रिसर्च गरेको थिएँ। त्यो रिसर्च गर्दा चाहिँ सुगरले चाहिँ सबसे डरलाग्दो चाहिँ हेल्थ बिगार्छ। इभन क्यान्सर पनि हुन सक्छ। त्यही कारण चाहिँ सुगर चाहिँ एकदमै नखानु। तर आज चाहिँ मलाई किन यो बिस्किट खानु मन परेछ किनकि यसमा कति सुगर हुन्छ जहिले पनि म के खाँदा सुगरै हेर्छु कि सुगर कति छ भनेर। काम चाहिँ पुरा छ गाइस। मैले चाहिँ यहाँ डेकोरेसन गर्दै थिएँ। यो हैन यो स्कुलको लागि डेकोरेसन गरेको। चेन्ज योर माइन्डसेट। यहाँ चाहिँ ED टाल्नुपर्छ, यहाँ ग्रोथ टाल्नुपर्छ। फिक्स्ड I can't do this. This is too hard.
I'm worried I'll make a mistake. I want to give up. यो mindset चाहिँ fixed गर्नु. And I will keep trying. I'm still learning. I can learn from my mistakes. I will try a different way. यो चाहिँ ग्रोथ हो. यो सब हामीले पोजिटिभ सोच्यौँ भने चाहिँ ग्रोथ हुन्छ भनेर. अझै यहाँतिर पनि फ्लावर बनाउनु पर्थ्यो, तर यस्तो अल्छी लाग्यो, यस्तो मेहनत जान्छ. यति चाहिँ बनाएको छु.